गुड मर्निङ गाइस, सबैजनालाई वेलकम। आज चाहिँ म हाम्रो गाउँको पूजा छ, गाउँ शान्ति पूजा जाँदैछु। के कसो हुन्छ म तपाईँहरूलाई देखाउँछु हो। पहिला पनि भएको थियो, पहिलाको साल म जानु पाएन त्यस्तै कामहरूले गर्दा। तल के कसो हुँदैछ म तपाईँहरूलाई देखाउँछु। तल गएर भेटौँ। माइला बुबुको घर हो, एकदम दामी बनाएको छ यहाँनिर सिरुको। मलाई चाहिँ तल भाइले पढिरहेको छ, रोदन भाइले सिकाउनु दा भन्दैछ हो। म चाहिँ एकदम चोखो मुखमा एकदम बिहान बिहान एक्सर्साइज गरेर जाँदैछु। तपाईँहरूलाई देखाउँछु हाम्रो गाउँको बाटो। हाम्रो पूजा चाहिँ तल साम्पाङ गाउँ, हाम्रो वार्ड नम्बर 6 हो। हाम्रो पूजा चाहिँ त्यहाँनिर हुँदैछ तल डाँडामा। हाम्रो अरू गाउँ जुममा थुप्रोवटा वार्ड छ हो, 8वटा 7वटा वार्ड छ, तर एकदम युनिटीहरू एकदम हुन्छ नि, एउटा युनिटी भन्ने वार्ड चाहिँ हाम्रै गाउँ लाग्छ। आफ्नै वार्ड भएर भनेको होइन हो, एकदम 6 नम्बर वार्ड चाहिँ एकदम दामी छ। त्यो भाइ चाहिँ गाइस चोट्टा रहेछ, अघि भोकै जानुपर्छ मैले भनेको थिएँ होइन। चोखो मुखमा एकदम तल गएर पनि फलफुल खान्छ रहेछ, चङ्खो भएर पर्खेन रहेछ नि त गइछ अघि। यस्तो छ हो, गद्दारी छ भाइहरू। मर्निङ मर्निङ गर्न, मर्निङ भनेको मर्निङ। आइस भाइ, यो चाहिँ मेरो प्यारो भाइ हो। मर्निङ एकदम ए फलफुल पनि खान थालिस है। पण्डितले भन्नु अगाडि चेला हाले चाख्नु अरे नि त। मेरो भाइ ठिकै छ, मिलिदिनु नि वेलकम। सिम्बलीहरू बनतरुल घर तरुल के छ दा? एकदम एकदम सुधु दा ठिकै हुन्छ। लगाइदिनु नि दा, लगाइदिनु नि। साथीभाइहरू चलिदिइहाल्यो नि। आलू जे है मैले आलू पहिले मेसेज जेलमा मात्रै हुन्छ र नि। हाम्रो गाउँको भाइहरू चाहिँ यतिको सपोर्टिभ छ पूजामा, धार्मिक कुरामा चाहिँ एकदम। यहाँ घोटेको देखाउनु नि, ढुङ्गामा घोटा हान्दै खिर च्याटिस हुँदैछ। गुरुर् ब्रह्मा गुरु विष्णु गुरुर्देव महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरवे नमः। सबैले भन्नुहोस् अखण्ड मण्डलाकारं सबैले भन्नुहोस् ओम हरे ओम वरुण देवता फूल चढाउनुहोस्। पादयो पाद्यम समर्पिनी हस्त 2 नम्बर हस्तयो अर्घ्यम समर्पिनी भोग कलशस्थ वरुण देवता हस्तयो अर्घ्यम समर्पिनी मुखे आचमन 3 नम्बरको मुखे आचमन कलशस्थ वरुण देवता। अब 4 नम्बरको पुनराचमन समर्पिनी कलशस्थ वरुण देवता। अब त्यहाँ छोइदिने भन्नुहोस् ओम कलश कुम्भाय नमः पंचकुंभ वरुण देवताभ्यो नमः।
ग्राम शान्ति शरीर शान्ति विश्व शान्ति परिवार शान्ति सब परिवार शान्ति शान्ति ओम शान्ति राधे राधे भन्नु सबैजना जय श्री राधे के हुन्छ भने नि पूजा गर्दा गर्दै पाप आएर यहाँ लुक्छ अरे कि यहाँ काखीमा उसलाई लुक्न सजिलो हुन्छ अरे राधे राधे भनेर यसरी हात मजाले उठाएपछि त्यो पाप भागेर जान्छ कहाँ जान्छ पैताला पनि जान्छ अरे लुक्ने ठाउँ हुँदैन अरे पापको कि पैताला पनि जान्छ अरे पैताला पनि गएपछि चाहिँ भजनमा चाहिँ सुरुक्क उठेर नाचेर त्यो पाप चाहिँ भागेर कहिले जिन्दगीमा आउँदैन तर अहिले यहाँ चाहिँ नाच्ने ठाउँ छैन हो र उज्यालो अनुहारमा हामीले हाँस्दै पूजा गर्नुपर्छ भगवानको के गर्नुपर्छ हाँस्दै उज्यालो अनुहारमा पूजा गर्नुपर्छ भगवानलाई कस्तो मनपर्छ उज्यालो सफा राम्रो हामीलाई पनि त त्यस्तै मनपर्छ नि र हाम्रो मनमा के छ हाम्रो शरीरमा के छ आत्मा छ आत्मा र परमात्माको कनेक्सन कन्भर्ट भएपछि के हुन्छ आत्माको कन्भर्ट परमात्मामा भएपछि राम्रो हुन्छ के हुन्छ राम्रो हुन्छ हाम्रो आत्मा छ यहाँ त्यो आत्मा चाहिँ कोसँग परमात्मासँग लिङ्क छ जसरी बिजुलीको तार ल्याएर घरमा बाल्दाखेरि बल्छ नि त्यसरी आत्माको लिङ्क कोसँग छ परमात्मासँग छ आत्मा मिल्दा के हुन्छ परमात्मा हुन्छ र हामीले त्यसरी नै अब हामी भगवान छन् भनेर विश्वास गर्छौँ कसरी भन्दाखेरि हेर्नुहोस् त बतास आएको छ बतास यस्तो गोली जस्तो देखिँदैन नि पात हालिदिएको मात्रै देखिन्छ के हुन्छ त्यसरी नै भगवानले पनि अदृश्य रूपमा हामीलाई हेरिरहनु भएको छ के अरे जन्म जरा व्याधि मृत्यु यो चारवटा अवस्था हाम्रो शरीरमा छन् कि छैनन् जन्मेपछि के गर्नुपर्छ मर्नुपर्छ नमर्ने यो मर्त्यलोकमा नमर्ने यो त्यही कारण मर्त्यलोक भनेको मर्ने ठाउँ हो र मर्त्यलोक भनेको स्वर्गमा गएपछि मर्नु पर्दैन स्वर्गमा हामी जान्छौँ डल्लै आत्मा जान्छ र परमात्मामा कन्भर्ट हुन्छ के हुन्छ हाम्रो आत्मा जान्छ र परमात्मामा मिल्छ अनि परमात्मामा मिलेपछि हाम्रा सन्तानमा ऊ त्यो नानी त हजुरबा जस्तै छ भन्छन् नि त्यसको स्वभाव आउँछ नातिमा पनातिमा जनातिमा हो कि तपाईँले सुन्नुभएको छ यो नानी चाहिँ हाम्रो हजुरबा जस्तै छ फुपू जस्तै छ आमै जस्तै छ भन्छ भन्दैन त्यसको भाव आउँछ र त्यसरी नै हामीले ध्यान गर्यौँ भने भगवान एकदम प्रत्यक्ष छन् अर्ग्यानिक प्लेट अर्ग्यानिक हो यो चाहिँ बस्तीमा पाउँछ मजाले खानुपर्छ तुषार आइज प्रसाद त राम्रो ततो धावसंनित्यं देवी सुरा भगवती ओम सर्वसुरा ओम नमो भगवते वासुदेवाय महाविभूतिपतये स्वाहा ओम विष्णवे स्वाहा ओम विष्णवे स्वाहा अब सबैले पितृलाई सम्झेर ओम पितृभ्यः स्वदायिभ्यः स्वदा नमः पितामहेभ्यः स्वदायिभ्यः स्वदा नमः र पितामहेभ्यः स्वदायिभ्यः स्वदा नमः अक्षन्न पितरो निमदन्त पितृकृपन्त पितृश्चन्दतम् ओम षोडश पितृदेवाय स्वाहा ओम पितृदेवाय स्वाहा ओम पितृदेवाय स्वाहा ओम पितृदेवाय स्वाहा अजान छाछिमेकी समस्त पितृदेवताभ्यो नमः स्वाहा ओम अजान छाछिमेकी समस्त पितृदेवताभ्यो नमः स्वाहा ओम भगवान विष्णुवे स्वाहा जय गणेश देव माता गौरी पार्वती पिता महादेव माता गौरी पार्वती पिता महादेव अंधे को आँख देना गौरी जन्म काया अंधर को आँख देना गौरी जन्म काया बाजान को पुत्र देता निर्दानी कुमाया बाजान को पुत्र देता निर्दानी कुमाया सूर श्याम शरण आए सफल कीजे सेवा
सूर श्याम शरण आए सफल कीजे सेवा माता गौरी पार्वती पिता महादेवा ओम जय शिव ओम तारा जय शिव ओम तारा ब्रह्मा विष्णु सदाशिव बोले बोले नाथ महादेव अर्धांगी राधा ओम शिव हर 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 महादेव एकानन चतुरानन पंकानन राधे शिव पंकानन राधे हंसासन गरुडासन हंसासन गरुडासन वाहन साधे ओम शिव हर 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 महादेव ओम भुजाचारंगा चतुर्भुजा दशभुजा ते सोहे शिव दशभुजा ते सोहे पाने राधत शिवाजी रूपाने राधत मन जन मोहे ओम शिव हर 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 महादेव सिद्ध कालिका भगवती माता की 16 माइल का सिद्ध कालिका भगवती माता की सबै भक्तका कुल देवताओं की कुल सत्ता समस्त पितृ देवताओं की शिक्षकी ब्रह्मपर्यंत वास्तु देवताओं की विश्वकर्मा भगवान की विश्व शांति भगवान की ग्राम शांति भगवान की भक्तर भगवान की बजरंग बली हनुमान की सबैले हात उच्च गर्ने जय जय श्री राधे सबैले भन्ने हर हर महादेव प्रसाद चाहिँ हाम्रो यस्तो छ खिर पनि दामी छ दामी भएको रहेछ अब खानुपर्छ प्रसाद